नमस्कार, म बसन्तरी। आज पनि तपाईँहरूको माझ सानो भिडियो लिएर उपस्थित भइसकेको छु। सम्पूर्णले माया गरिदिनु होला। आजको भिडियो चाहिँ विश्वमै कतै पनि नभएको एउटा भिडियो छ। तपाईँहरू चाहिँ यहाँ ठ्याक्क मेरो भिडियो चाहिँ यहाँबाट सुरु गर्न चाहन्छु। यहाँ चाहिँ यस्तो खालको बाटोमा चाहिँ यो यस्तो बाटो बाइक बोक्नुपर्ने कार्यक्रम हुन्छ। हाम्रो 150 बाइक अगाडि चाहिँ बोक्ने कार्यक्रम भइरहेको छ। त्यो एकजनाले जान्ने चाहिँ त्यो क्लोजमा बस्नु न। यहाँ चाहिँ हाम्रो प्रिय अग्रज दाइहरू, प्रिय भाइहरू हुनुहुन्छ। यहाँ चाहिँ टक्कसँग यहाँ फेरि पानी झरी पनि परिरहेछ। हाम्रो यताको बाटो बन्द र यहाँबाट हामीले बाइक चाहिँ टक्कसँग बोकेर लानुपर्ने हुन्छ। बाइक बोक्नु चाहिँ यस्तो तरिकाले हुन्छ। तल इन्जिन ठोक्किन्छ हो पछाडि एउटा ट्याक्सर छ। ओ आउन है चान्जी आउन एकछिन। यहाँ चाहिँ टक्कसँग हाम्रो भिडियो यस्तो खतरा छ कि यहाँबाट झार्नुपर्ने। यहाँ चाहिँ सबैभन्दा डेन्जर बाटो छ। एउटा बाइक चाहिँ ऊ पारी छ कि यहाँ बाइक मेरो चाहिँ पारिसकेको अवस्था छ। साथीहरू यहाँ छ। यहाँ हाम्रो अनुसार पनि आउँदै हुनुहुन्छ। ओ आउन सक्दैन यति लिएर। अर्को माथि छ एक्सआर बाइक चाहिँ माथि छ। झन्डै मैले चाहिँ आक्रमण गरिसकेको अवस्थामा चाहिँ बाटो यस्तो डेन्जर छ कि यहाँ चाहिँ ट्र्याक्टर सेक्टर के चल्दैन, चाहिँ मान्छे हिँड्ने बाटो हो नि त। त्यो एकजना काका चाहिँ बिचरा लडिसकेको अवस्था छ। अर्को बाइक माथिबाट केटाहरूले ल्याउँदैछ। एउटा चाहिँ माथि छ। यो चाहिँ तपाईँहरूले यो चाहिँ भुलेर पनि यो खालको बाटोमा चाहिँ तपाईँहरूले ट्राभल नगर्नु होला, किनभने यो भनेको डेन्जर बाटो। नबेन ओ नबेन नबेन हेलमेट आऊ क्या हेलमेट आउनु बि अगाडि। हाम्रो अशोक दाइ धेरै समाजसेवी दाइ, जहिले पनि 2000 ट्र्याक्टरमा उहाँ जहिले यहाँ खट्नुहुने। हाम्रो प्रिय यहाँ साथीहरू पनि हुनुहुन्छ। अब चाहिँ अप्ठ्यारो बाटो आइसकेको छ। म चाहिँ यहाँ भिडियो गर्नु कारण चाहिँ यहाँ साथीहरूले सघाउनु पाइएन कि बाटो चाहिँ यस्तो छ। लुलु माथि एक्सर छ एउटा। यहाँदेखि अलिक अप्ठ्यारो छ फेरि यहाँ तलतिर। ओ लड्छ हौ। यहाँ चाहिँ केटाहरू चाहिँ टक्कसँगै यस्तो डेन्जर बाटोमा चाहिँ गइरहेछ। सबै साथीहरूले चाहिँ धेरै धेरै धन्यवाद ज्ञापन दिन चाहन्छु म। यो एक्सर चाहिँ अलिक सजिलो हुँदो रहेछ अर्को बाइकभन्दा। तथापि हाम्रो चाहिँ यहाँ चाहिँ भिडियो चाहिँ यहाँ छ। फेरि यहाँ छ खतरा। यो एउटा बाटो चाहिँ यहाँ छ। यहाँ एउटा खतरा बाटो छ। यहाँ चाहिँ हाम्रो कतिजना 1 जना 2 4 जना 5 जना 6 जना 7 8 10 12 जना। यहाँ चाहिँ समस्या हो भनेको यो है खासमा चाहिँ हाम्रो विशेष डन चाहिँ यता हुनुहुन्छ। उहाँ चाहिँ यहाँको ठेकदार हो। ठेकदार उहाँको। उहाँले चाहिँ के गर्नु हुँदैन अरे। अब यहाँ पारिपट्टि चाहिँ हाम्रो यस्तो ठुलो खोला छ क्या। यहाँ कुखुवा खोला छ। यो चाहिँ यहाँबाट पारी यस्तो डेन्जर बाटो छ होइन। सबैजनाले चाहिँ हाम्रो बाइक चाहिँ नतर्नु भन्दै हुनुहुन्थ्यो। तर हाम्रो चाहिँ विशेष कारणवश भोलि हाम्रो एउटा कामकुमा चाहिँ ट्राभलिङ भएको कारणले चाहिँ हामी जान्नुपर्ने स्थिति छ। सो हाम्रो चाहिँ यहाँ तारिसकेको अवस्था छ। तर हेलमेट केटाहरूले हेलमेट चाहिँ झन् मिसप्लेस गरेको अवस्था छ यति बेला टक्कसँग। अब चाहिँ यहाँ चाहिँ पारी तार्नु पर्ने हुन्छ। बिहार यो ब्लगमा बिहारको कुरा नगरौँ न साथी यार। यहाँ अशोक दाइले चाहिँ यो खोला तारिदिने कार्यक्रम भइरहेको छ। 1 2 3 मकालु भर्सेस। यहाँदेखि अब जाँदै हुनुहुन्छ उहाँले चाहिँ खोलामा हालिसक्नु भएको अवस्था छ यति बेला। वाउ खतरा माथि माथि पारिपट्टि डेन्जर बाटो रहेछ भने थाहा भइसक्यो यहीँबाट। मलाई धेरै स्पोर्ट धेरै वर्ष अगाडिदेखि बाइक चलाएको कारण चाहिँ ल सम्पूर्णलाई धेरै धेरै धन्यवाद होइन। अब यहाँ बिहार खुवाएर सक्दै हुँदैन। यो चाहिँ समस्या भयो भने चाहिँ खासमा होइन। बिहार खायो भने स्वास्थ्य पनि अलिकति त्यो हुन्छ होइन। तिलक साथी अहिले लानु भनेको हुँदैन ल।
रुपेश योङ्गेश जन्जी पावर चाहिँ अब यहाँ हुन्छ हाम्रो जन्जी पावर पावरले सकिसकेको अवस्था छ ल हाम्रो भिडियो यतिमै सकिन्छ तपाईँले भिडियो कस्तो लाग्यो लाइक कमेन्ट एन्ड सेयर गरेर मलाई साथ दिनु ल हस्त नमस्ते बाबाई टाटा ल धन्यवाद है साथीहरू ल ल एक दिन बियर खानुपर्छ ल ल तिलक सर एक दिन बाख्रा बासेपछि होला नि ल धन्यवाद है ल है त हाम्रो टक्कसँग लागिसकेको अवस्था छ उहाँलाई चाहिँ विशेष गरी धेरै धेरै धन्यवाद दिन चाहन्छु ल सक्दै ल ल ल ल ल यति भन्दा मेरो सम्पूर्ण भिडियो यहाँ इन्डिङ गर्न चाहन्छु हस्त नमस्ते फेरि भेट्टौँ ल